यो चाहिँ मेरो चाउचाउ खाने तरिका चाहिँ यस्तो छ हो। मजाले फ्राई गर्ने गाजर चाउचाउ यो चाहिँ चाउचाउ बोइल गर्ने तरिका नै यसरी छ। तपाईहरुलाई आउँदैन भने सिक्नु होला। अनि यो चाहिँ टक्क चाउचाउसँग खाने आङ्ला। दामी हुन्छ नि खाँदा कलेजो स्वादिष्ट चाउचाउ भेजीहरू मिक्स गरेको यसरी खान चाहिँ राम्रो हुन्छ। चाउचाउ मात्रै खानुभन्दा यसरी सबै कुरो सागपातहरू मिक्स गरेर खाँदा चाहिँ स्वास्थ्यलाई नि राम्रो हुन्छ। त्यसैले म चाहिँ यसरी बनाएर खान्छु, हेर्नुस् होला। अनि साथमा त्यहाँ दही पनि छ है। टक्क लाएर यसरी खाँदा चाहिँ अलिकता टेस्टी मिठो हुन्छ होला जस्तो लाग्यो मलाई। मेरो चाहिँ बनाउने चाउचाउ बनाउने तरिका यही हो है साथीभाइहरू। तपाईहरु नि यसरी टक्क भात खानु मन लागेन भने यसरी बनाएर खानु होला। मिठो हुन्छ, दामी हुन्छ। करेन्ट चाउचाउ, टुप्याम जेमा बनाएर खाए पनि यसरी बनाएर खानु होला हजुरहरू।